हामी टक्क घोडाघोडी आइपुग्यौँ गाइजहरू। हेलो गरिदिउँ मेरो भ्लगरमा। अटोमा आइराखेका छौँ यता। ल यता गाइजहरू गइरहेछन्। इन्ट्री हुन्छ अब यहाँबाट होइन घोडाघोडीको। खासै राम्रो बोल्न त। अरे हामीले त हिजो दिए हो त जनक। हिजो दिएको हामीले। ल यहाँ टिकट काटिराख्नु भएको छ दिदीले है। 10 रुपियाँ टिकट हो अरे। हामी चाहिँ 4 जना हो। ल 10 रुपियाँ काटेपछि यहाँबाट हाम्रो इन्ट्री हुन्छ है गाइजहरू। तपाईँलाई घोडाघोडीमा रमाइलो गर्नको लागि म धेरै कोसिस गर्नेछु रमाइलो गर्नको लागि है। मेरो त पहिलोचोटि होला। उता घोडा देख्नुभयो तपाईँले? ल यो यता चाहिँ घोडाघोडी ताल है गाइज। लेक साइड। दिस इज लेक साइड। यता लेक साइड हो गाइज। यतातिर चाहिँ घोडा र घोडी है। यो घोडी उताको चाहिँ घोडा। यता फोटो खिच्ने कार्यक्रम चलिरहेको छ। तपाईँहरूलाई अत्यन्तै खुसी दिलाउने छु। यो चाहिँ उता जाने बाटो है। मेरो साथीहरू अगाडि हिँडिराख्नु भएको छ। गाइजहरू के भनिदेऊ न मेरो भ्लगरहरूलाई। ल साथीको चाहिँ यता चाहिँ फोटो खिच्ने यस्तो छ है। फोटो खिच्ने एकदम राम्रो छ। उता चाहिँ तपाईँहरू यहाँ 100 रुपियाँ कि 50 रुपियाँ यो घोडाको किराया कति हो गाइज? यो पाइन्छ 100 रुपियाँ 50 रुपियाँ तिरेर जान पाइन्छ। 100 रुपियाँ अरे गाइज। 100 रुपियाँ अरे। यसरी तपाईँहरू चढेर सवार गर्न सक्नुहुन्छ। यो चाहिँ घोडा हो है। घोडाघोडीको घोडा हो। ल यसरी चढेर आइराख्नु भएको छ। यसरी तपाईँहरू पनि चढेर आउनु सक्नुहुन्छ है। सबको मनोरञ्जन हो होइन। घोडाघोडीमा आइसकेपछि कस्तो न घोडामा चढेर जाने होइन हो। त्यो जरुरी हुन्छ गाइजहरू। म तपाईँहरूलाई देखाउँदै गर्छु अगाडिको। त्यो पछाडिको देख्यो घोडा यिनीहरू सबै बोका। हामी चाहिँ घोडाघोडीमा आएको हुनाले घोडा हेर्ने हो गाइज भन्ने हो नि त होइन। यता चाहिँ यो फोटो खिच्ने स्थल हो गाइजहरू। एकदम राम्रो फोटोहरू खिच्छन् यहाँ। भिडभडका हुने भनेको यतातिर हो है। म अलिकति धेरै बोलिछु जस्तो लाग्छ। तपाईँहरू हेरेर मनोरञ्जन गर्नुहोस् ल। यो फोटो खिच्ने स्थल हो। दामी फोटो हेर्न सक्नुहुन्छ तपाईँहरू। फोटो खिच्ने यता चाहिँ फोटो खिचिराख्नु भएको रहेछ। यो फोटो खिच्ने स्थल। ल यता यसरी बसेर फोटो खिच्न सक्नुहुन्छ। ल हिँडौँ ल गाइज। थ्याङ्क यू सो मच। ल हामी जस्ट भिडियोमा देखाउनको लागि मात्रै हो के। तपाईँहरू दुःख गाह्रो नगरिदिनु न। नमानिदिनुहोस् होइन। अनि युट्युब च्यानल छ हाम्रो है होइन। यता चाहिँ भिडियो बनाइराख्नु एकदम रमाइलो है। सिनै केही छ कि केटाहरूको सिन केही छ के? वाउ अत्यन्तै सुन्दर स्थल भनेको हाम्रो घोडाघोडी है गाइजहरू। तपाईँहरू जहाँदेखि पनि हेर्नुहुन्छ देश विदेशबाट जुनसुकै ठाउँबाट पनि हेरिराख्नु भएको छ। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला नभुलेरै। नयाँ च्यानल खोलेको हुनाले है त गाइजहरू। तपाईँहरूको साथ सपोर्ट चाहिन्छ होला। म तपाईँहरूलाई अत्यन्तै राम्रा चिजहरू देखाउन कोसिस गर्छु। म धेरै कोसिस गर्नेछु है। एभ्रिबडी मलाई छोडेर पछाडि आइदिएको अगाडि हिँडेको। वाउ फेरि त त्यहाँ काठमाडौँमा त पाइलट टेक्ने ठाउँ हुन्थेन होला है गाइजहरू। यो हाम्रो सुदूरपश्चिमको सानो हो नि त घोडाघोडी भनेको यार होइन। अनि घोडाघोडी एउटा कुरा नोटिस गरे सबै कपाल छौँ राणा भन्छ। तर हामी 4 जना मात्रै हो क्या। यो हाम्रो सब्सक्राइबरहरूले भनिहाल्छन् होला। कमेन्टमा गएर भनिदिनु होला ल। कोही हाम्रो केटाहरूमा कोहीमा केही कमी छैन क्या होइन गाइज। हाम्रो केटाहरूमा केहीमा कमी छैन क्या। धेरै ठुलो छ है गाइजहरू। मैले केही कुराहरू काटेर देखाइरहेको छु तपाईँहरूलाई।
यो चाहिँ लेक हो है। ठुलो ताल चाहिँ उता, यो चाहिँ मिनी ताल, सानो खाले ताल। यता पनि फोटो खिच्नेको लागि बनाएको छन्। ल यहाँबाट चाहिँ यो फोटो खिच्ने दामी लभ घोर छन्। एकदम सुन्दर स्थल, एकदम मस्त, एक नम्बर। दार्जिलिङ यता हेरिदेऊ क्या एकचोटि, सबजनाले हेरिदेऊ न गाइजहरू, सरासर हिँडिदिएर यार। अनि यस्तो राम्रो भ्यू आइरहेछ, यस्तो सुन्दर ठाउँहरू छन् यार। तपाईँहरू कति यो हो नि त। ल डान्स हान्दिने हो कि भ्लगमा छौँ हामी के कम हो र। यो चाहिँ के हो केटा, अटेज हो कि कटेज हो? यो रेस्टुरेन्ट है। यता चाहिँ रेस्टुरेन्ट छ। अहिले चाहिँ यता पानी खोलेर रहेछन्, यता पानी बगिरहेको छ क्या। यो चाहिँ भित्र होटलको लागि तपाईँहरू खाना नास्ता खान सक्नुहुन्छ यहाँ हैन, पेय पदार्थहरू पिन सक्नुहुन्छ। अनि यता चाहिँ अझ बबाल भ्यू छ क्या। यता चाहिँ हेर्नुहोस् त, वाउ। तपाईँ हेर्दै जानुहोस् के सरहरू, गाइजहरू, सर म्याडम जो पनि हेर्नुहुन्छ। मलाई चाहिँ खासै बोल्न आउँदैन, फेरि पनि मैले बोलिदिएको। यता चाहिँ फोटो खिच्ने स्थल, टिकटक बनाउने स्थल हैन। ल यता तपाईँहरू डोङ्गामा गएर, नाउँमा गएर घुम्न फिर्न सक्नुहुन्छ। 100 रुपियाँ किरा हो, 100 रुपियाँ भाडा हो। अनि यता चाहिँ फ्रीमा झुला खेल्न सक्नुहुन्छ, नानी बाबुहरूलाई भयो हैन। यति उच्च छ, यहाँबाट खेल्न सक्नुहुन्छ तपाईँहरू, बुढोदेखि लिएर बालासम्म। वाउ, यो फुल पनि एकदम सुन्दर यस्तै भरिपूर्ण ठाउँ हो क्या हाम्रो घोडाघोडी। यसरी घुमिराख्नु भएको छ। यसको चाहिँ 50 रुपियाँ, त्यसको चाहिँ 100 रुपियाँ होइन र। 50 रुपियाँ, मलाई त 100 रुपियाँ लगेको थियो क्या अस्ति यसमा। ए ऊ त्यसको रहेछ। ल सरी गाइजहरू, खै के फरक छ कुन्नी। हामीले तिम्रो चर्चा गरिदिरहेको छ, हामीलाई त केही डिस्काउन्ट हुनु पऱ्यो नि त बहिनी, होइन? डिस्काउन्ट चाहिएन अरे क्या। ल 50 रुपियाँ रहेछ है गाइजहरू। मैले गलत न्युज फिचाएँ हैन। अब हामी टक्क गइदिरहेको छौँ हामी। जनक उता यस्तो गएको छन् कि टिकट त यता छ नि त, हाम्रो पूर्व छ नि त। अनि उता गएको छौँ साथी। ल हामी चाहिँ बस्यौँ है गाइजहरू भित्र। हेलो गाइज, के कस्तो लागिरहेछ त? बसेर रमाइलो लागिरहेछ? अच्छा लागिरहेछ अरे। ल साथीलाई अच्छा लागिरहेछ अरे। हामी चाहिँ साथी बसे बेस्टी। बस किन पिर गरेको? ल यता टक्क बस्ने है त। ए पर्ख उनलाई आउने साथीले डराए जस्तो छ नि क्या। गोही कहाँ भेटिन्छ? गोही ए ल गोही छैन। यहाँ पनि छ भन्ने सुनेको थिएँ, पहिला थियो नि त। जनकले यताबाट जानु, यताबाट घुमौँ क्या। यताबाट यस्तो घुमाउने हो क्या यार। अरे यस्तो घुमाउँ क्या। हो यस्तो। ल कितना सुकुन है भाई। फोटो हाल्छ न बिचारा यार, फोटो हाल्न अलिपछि गएछि। अरे भिडियो भ्लग बनिरहेछ छ, किन टेन्सन लगेको? आउने भनेको त्यता तालै खेल्न लाग्छ जस्तो क्वाच। ल उताबाट आइरा सुनाछ साथीहरु है, रमाइलो छ। उठाएर उठाएर हालेको डाँडो बनाएर यता लाम जान्छ के। भुवेश तिमी नआने यिनलाई पेल्न देऊ।
यस्तो मजा आइरहेको ल घुम्यो घुम्यो ल घुम्यो वाह घुम्यो घुम्यो कस्तो पनि कचडा नआउँदैछ यार कासे यार घाम भयो यार म त यस्तो बस्छु किन गरे ब्यालेन्स मिल्दैन के हुन्न बाहिर यता कुङलाङ हुन लाग्यो यार हुन्न हुन्न पर्थे कति ब्यालेन्स कति मान्छे पुग्छ केटाहरु फालो लगाएर जे गर्छ तिमी त कम चलाउँछ तिमी पहिला साइड स्पिड पुरै नगर्दैन खतरा ल गाइजहरु मेरो भ्लग चालु नि छ है फोटो हान्न फोटो अफ गर्छ है यताबाट टक्क घुमिरहेको छौँ ल गाइज मलाई पनि देखाउने यार तिमी यार म भ्लग बनाउने मान्छे त म त देखिएको छैन ल म यता छु गाइजहरु ल ठिक छ ल गाइज उठा 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 पहिला रमाइलो रमाइलो जस्तो लाग्छ मलाई त मोजीहरु मैला किन बनाखाने यार यस भ्लग हेर्ने दर्शक दिनहरु दर्शक सम्पूर्णले सन्लाइले यो हाम्रो युट्युब च्यानल युट्युब च्यानल दीपक बोल 1 2 3 नै 1 3 1 2 2 1 2 लाई सबजनाले लाइक कमेन्ट सब्स्क्राइब शेयर गरेर साथ सपोर्ट र माया देखाइदिनु होला गाइजहरु सबजना ओके हैन तपाईहरुको मायाले गर्दा म भक्कर स्टार्टिङ गरिरहेछु भनिरहेको उहाँलाई धेरै सपोर्ट गर्नु मैले अनुरोध गर्दै आजको भ्लग हेरेर एकदम रमाइलो जे जस्तो सब प्रतिक्रिया दिनु होला तपाईहरुको प्रतिक्रिया साथ सपोर्टले नै मेरो युट्युब च्यानल अगाडि बढ्ने छ भन्ने कुरामा एकदम विश्वस्त छु त्यसैले सबजना लाइक कमेन्ट शेयर सब्स्क्राइब र माया देखाउन गाइज ओके थ्यांक यू